दर्शन नमस्ते सबैजनालाई। सबैजना आरामै छ होला नि है। म चाहिँ हजुरलाई पार्क देखाउँदैछु। हेर्नुहोस् न्युजिल्यान्डको र यस्तो खेलिरहेका छन् भने त्यो म हजुरलाई सबै देखाउने छु है। यस्तो छ यहाँ हेर्दै जाने क्रममा यस्तो छ। यो चाहिँ पहाड भयो। यतातिर चाहिँ यस्तो छ। यहाँ खेलिरहेका छन् सबैजना आफ्नै धुनमा खेलिरहेका छन्। चाहिँ भिडियो सुट गर्दै हिँडिरहेको छु म भने आफ्नै सुरमा। सबैजना आफ्नै धुनमा व्यस्त छन् है। कसैलाई त बोल्न त आउँदैन करे त्यही पनि सानो प्रयास गरिरहेको छु। सबैजनाले माया गरिदिनु होला। कोही भन्ने बास्केट खेलिरहेका छन्, कोही बास्केटबल खेलिरहेका छन्। यस्तो छ। हजुरहरूलाई म पुरै देखाउने छु यो ठाउँ। यो चाहिँ है अहिले काम गर्ने नजिकैको पार्क हो है। खासै मलाई त केही बोल्न आउँदैन है, त्यही पनि सानो प्रयास गरेको छु। ल हेर्दै जानु होला सबैजनाले हेरेर कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला है। यो चाहिँ यतातिर चाहिँ सम्म छ, पुरा इलाका पहाड इलाका जस्तो छ। म चाहिँ यतातिर भने बाटो छ, बाटोको छेउतिर चाहिँ यता छ होइन। यो चाहिँ पार्क हो। पार्कमा चाहिँ यतातिर यस्तो कोही खेलिरहेका छन् भने यस्तो छ। सबैजनाले हेरेर लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला। म सिक्दैछु भिडियो बनाउन होइन। हजुरहरूको माया साथ सपोर्टले अघि बढाउँदै जाँदा बोल्न भिडियो बनाउन सबै सिक्छु भन्ने आश छ। सबैजनाले लाइक कमेन्ट गरिदिनु होला। यतातिर चाहिँ हल्का छ पहाडी इलाका जस्तो छ होइन। त्यो चाहिँ मैले काम गर्ने चाहिँ त्यो बिल्डिङनिर हो। र यसो ब्रेक टाइममा चाहिँ यसो भिडियो सुट गरिराखेको है। त्यतिर चाहिँ यस्तो छ। पुरा म हजुरलाई पुरै देखाउने छु, हेर्दै जानु होला। त्यतिर चाहिँ भने फुटबल ग्राउन्ड छ। यो चाहिँ फुटबल ग्राउन्ड हो होइन। यो चाहिँ फुटबल खेल्न सबैतिर म हजुरहरूलाई सबै देखाउँदै लान्छु हजुरहरूलाई। हेरेर लाइक कमेन्ट कस्तो लाग्छ भन्नु होला। बल्ल भिडियो बनाउन सिक्दैछु होइन।
बेला चाहिँ फुटबल खेल्थेँ, आज चाहिँ खाली छ ग्राउन्डै। जो अस्ति म्याच चलिरहेको थियो, आज चाहिँ छैन, खाली छ। यहाँ म्याच हुँदा त एकदम भिड हुन्छ है। आज न हल्का घाम चलिरह जानु होला। म सबै देखाउँदै लानेछु हजुरहरूलाई। यस्तै छ मेरो यतातिर पनि एक साइड यस्तो छ होइन, एक साइड यस्तो छ। र न्युजिल्यान्ड पनि आधा त नेपाली भूभाग जस्तै छ कि, पुरा हेर्ने भने सेम नेपाल जस्तै छ क्या भूभागहरू त। सब नेपाल जस्तै छ क्या हेर्दै जाँदा। अब मलाई त खासै भिडियो बनाउनु त जान्दैन है, त्यही पनि यतातिर चाहिँ यस्तो छ। यस्तो छ यता भने, यतातिर यस्तो छ। अलि यता चाहिँ सुनसान हुन्छ कि, फर्स्ट देखाएकोतिर चाहिँ अलि हल्का भिडै हुन्छ। त्यहाँ चाहिँ मान्छेहरू खेल्ने गर्ने एक्सर्साइज गर्ने गर्दा भिड हुन्छ। तर त्यही हो, फुटबलहरू गरेर चाहिँ हुन्छ। त्यो पनि भिडियो हाल्नेछु अर्को भिडियोमा, त्यही लाइक र सपोर्ट गर्नु होला। यतातिर चाहिँ सम्म हुन्छ कि पुरै, यतातिर यस्तै छ हेर्नुलाई। सबैजनाले त्यतिर यसो ब्रेकको टाइममा यसो भिडियो बनाऊँ भनेर एउटा। यतातिर त पुरै सम्म छ, यता भने यता पुरा पुरै नेपाल जस्तै छ कि पुरै भूभागहरू। बल्ल बनाउन सिक्दैछु भिडियोहरू। सबैजना लाइक र सबैजनाले माया गरिदिनु होला भन्ने आशा छ। यतातिर नि एउटा छ, यस्तो छ। सेम नेपाल जस्तै छ कि पुरै भूभागहरू हेर्ने भने त। यता पनि यस्तै छ, हेर्नु होला। पुरा नेपाल जस्तै छ कि पुरै। यो पार्क पनि बहुत ठुलो छ कि, फेरि यता अर्को बुस मैदान छ, फुटबल ग्राउन्डहरू। यतातिर भने यस्तो छ।
आजलाई भिडियो चाहिँ यति। अब नेक्स्ट भिडियो चाहिँ अर्को भागमा देखाउने छु हजुरहरूलाई। हस् त, सबैको दिन राम्रो होस्, जय होस्।